तपाईहरुले हेर्न सक्नुहुन्छ म चाहिँ छुर्पी लिएर चाहिँ तल जाँदैछु सधैँ चाहिँ घिउ छुर्पी नै हुन्थ्यो अनि आज चाहिँ छुर्पी मात्र रहेछ म चाहिँ बेसी हेर्न सक्दिनँ नि त त्यही भएर म चाहिँ यहाँ बिसाइरहेको छु हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ जङ्गलमा चाहिँ यसरी बाख्राहरू पनि कता कताबाट छोड्ने गर्नुहुन्छ जाँदैछु म चाहिँ घरमा अलिकति काम पनि छ जङ्गलमा गएर आज चाहिँ खाँबो ल्याउनु पर्नेछ हो अनि त्यही भएर अलिक छिटो नै गएर अनि खाँबोहरू ल्याउनु पर्नेछ फर्किनु पर्नेछ हेर्न सक्नुहुन्छ तपाईँले बाख्रा पनि आज ल तपाईँले बाख्रा पनि हेर्न सक्नुहुन्छ हाम्रो लेकको बाख्राहरू तर अरूको बाख्राहरू सुँगुर गाईहरू चाहिँ हाम्रो यहाँ लेकमा हुँदैन किनकि यहाँनिर चाहिँ एकदमै धेरै चारो छ नि त अनि त्यही भएर यहाँनिर चाहिँ अरूको सुँगुरहरू चाहिँ हुँदैन अब हाम्रो घरमा पनि एउटा सुँगुर ल्याउने भन्नुहुँदैछ त्यहाँदेखि झन् मेरो बिहान बज्छ अनि म चाहिँ रोड पुग्नु आँटेँ हाम्रो फर्स्ट रोड हो यहाँदेखि उँभो चाहिँ रोड पनि छैन उँभो चाहिँ यहाँदेखि गयो भने यहाँ फल्स पुग्छ फर्स्ट रोड हो नि त त्यही कारणले हाम्रो चाहिँ त्यो रोडदेखि यतानिर आउनुपर्छ एकदमै धेरै जङ्गल तपाईँहरूले हेर्न सक्नुहुन्छ कि तपाईँहरूले हेर्न सक्नुहुन्छ हाम्रो घर जाने बाटो जङ्गल चाहिँ यस्तो छ हो अनि त्यहाँदेखि चाहिँ म चाहिँ अब रोड पुग्न आँटेको छु रोडदेखि चाहिँ अलिक नजिकै लाग्छ किनकि रोड गयो भने पनि अलिक नजिकै जस्तो लाग्यो अनि यता सर्टकट गयो भने चाहिँ झन् धेरै नै नजिक हो त्यही कारणले म चाहिँ अब रोडमा गएर फिक्स हुन्छ म रोडबाट जान्छु कि सर्टकट जान्छु त्यो चाहिँ अब फिक्स हुन्छ सायद म सर्टकट भन्दा चाहिँ रोडबाट नै ज्यादा हिँड्छु रोडबाट नै ज्यादा हुन्छ सायद म रोडबाट नै हिँड्छु होला चिप्लो बाटो छ नि त कोही खेर लडिन्छ अनि सक्नुहुन्छ म चाहिँ रोड आइपुगेको छु ए फाइनली म चाहिँ रोड आइपुगिसकेको छु पहिलाको भन्दा त्यति बेसी गरम छैन छुर्पी किनकि आज यसपालि चाहिँ 1 केजीहरू छ अनि त्यही भएर त्यति बेसी गरम पनि भएको छैन आजको मेरो छोटो भिडियो भएको छ म फेरि पनि यस्तै भिडियो ल्याउन चाहन्छु तपाईँको धेरै धेरै माया र सपोर्टले मलाई अझै धेरै माया र सपोर्ट दिनुहोस् अनि थ्याङ्क्स फर वाचिङ